आणविक शक्ति मानव जातिको घातक खेलौना बन्नेछ। अमेरिका, रुस, चीन यी मुलुकसँग यस्ता हतियार छन् जसले पुरा पृथ्वी नै उडाउन सक्छन्। यो युद्ध होइन, यो विनाश हुनेछ। पृथ्वीका मानिसहरू हामीले विज्ञान बनायौँ, सहरहरू उठायौँ, चन्द्रमामा पाइला टेक्यौँ, तर हाम्रो अहंकार, हाम्रो घमण्ड हामीलाई कहिले चुप लाग्न दिएन। आज हामी कल्पना गरौँ न त, यदि तेस्रो विश्वयुद्ध सुरु भयो भने के हुन्छ। आज म तपाईँलाई यसको बारेमा इमेजिनरी तर रियलिस्टिक फ्याक्ट बताउन गइरहेको छु। विश्व दुईवटा ध्रुवमा विभाजित हुनेछ। नेटो, युरोपियन अमेरिकाको एउटा ग्रुप, अनि अर्को रसिया, चाइना, नर्थ कोरिया यिनीहरूको अर्को। अनि नेपाल चाहिँ इन्डिया जहाँ जान्छ त्यतै अथवा न्युट्रल रहन सक्छ। यो वार यति भयानक र त्रासपूर्ण हुन्छ कि यसको कल्पना तपाईँ हामीले अहिले गरेका छैनौँ। तेस्रो विश्वयुद्ध सुरु भयो भने मानिसहरू मर्छन्, लाखौँ होइन अरबौँ एकैछिनमा खरानी बन्नेछन्। जब परमाणु बम झर्छ, सहरहरू आगोले ढाकिन्छन्, बाँचेकाहरू विकिरणले बाँच्न नसक्ने हुन्छन्। यो युद्ध होइन, यो मानवता विरुद्धको अपराध हुनेछ। र यहाँ अमेरिका, रुस, चीन जस्ता देशहरूसँग हजारौँ आणविक हतियार छन्। एकले चलायो भने बाँकीले चुप लाग्दैनन्। संसारभरिका अर्थतन्त्र एकै पटक ध्वस्त हुन्छन्। पैसा, सुन, सेयर सबै कुरा बेकार मात्र रहन्छन्। बाँकी भनेकै अनि बहुमूल्य भनेकै अब पेट भरिने कुरा मात्रै हुनेछ। बैंकहरू ह्याक हुन्छन्, इन्टरनेट बन्द हुन्छ, सत्ता साइबर आक्रमणले घुँडा टेक्छ, प्रकृति पनि रिसाउँछ हामीसँग। सूर्यको प्रकाश हराउँछ, हिउँ जम्छ, हावा विशाल हुनेछ। न्युक्लियर वेपनको रेडिएसनले गर्दा हरियो सुन्दर पृथ्वी उराठ लाग्दो कालो बन्नेछ। मानिसहरू आफ्नो देश छोडेर भाग्छन्। हजारौँ, लाखौँ होइन अरबौँ शरणार्थी एक झोला, एक सपना बोकेर। अब कुनै नियम बाँकी छैन। संयुक्त राष्ट्रसङ्घ, UN, नेटो, एजियन सबै चुप लाग्नेछन्। अब सिर्फ अस्तित्वको लडाइँ हुनेछ। सायदै पनि यो युद्ध हामी जित्न सक्दैनौँ, किनकि बाँच्ने कुनै पो हुन्छ र। यदि कसैले बाँच्छ भने उसले फेरि सुरु गर्नुपर्ने हुन्छ। न कुनै प्रविधि, न इतिहास, सिर्फ ढुङ्गा र लाठी। अल्बर्ट आइन्स्टाइनले एकपटक भनेका थिए, तेस्रो विश्वयुद्ध कुन हतियारले लडिने हो थाहा छैन, तर चौथो युद्ध ढुङ्गा र लाठीले छ। हामी शक्ति देखाउनको लागि होइन, मानवता बचाउनका लागि बाँच्छौँ।